पक्रेर डर लाग्यो सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। विशेष गरेर चाहिँ धेरै समयपछि चाहिँ एउटा मैले स्पेशल फुटबल सम्बन्धीको ब्लग बनाउने कोसिस गरेको छु। यहाँहरूलाई के लाग्छ कस्तो लाग्छ प्रतिक्रिया छोड्नु होला, किनकि धेरै समयको व्यस्तताको बावजुद आज एउटा फुटबल सम्बन्धीको ब्लग चाहिँ बनाउँदैछु। किनकि अहिले चर्चा छ त नेसनल प्लेयरहरूको चर्चा छ, त्यो भएको हिसाबले गर्दा चाहिँ नेसनल प्लेयरका मिडफिल्डर प्रीति राईको सन्दर्भमा चाहिँ यहाँहरूलाई अपडेट गराउने छु। हुन त मैले अपडेट गराउनु भन्दा पनि यहाँहरूले सबै सामाजिक सञ्जालबाट चाहिँ विभिन्न खालका समाचारहरू या न्युजहरू चाहिँ तपाईहरूले सुनिसक्नु भएको छ र तथापि त्यही पनि आज विशेष यदि तपाईहरूले कसैले चाहिँ सुन्न छुटाउनु भएको छ भने विशेष मेरो यो युट्युब च्यानलबाट यहाँहरूलाई जानकारी पनि हुनेछ भन्ने मलाई लाग्छ। र विशेष गरी अहिले कुरा गर्नुपर्दाखेरि चाहिँ नेसनल प्लेयरका मिडफिल्डर प्रीति राई लगायत उसका टिमले चाहिँ लुम्बिनी कप भर्खर फाइनल उठाएर चाहिँ अर्को एउटा टुर्नामेन्ट खेल्दैछ र लुम्बिनी कपमा चाहिँ प्रीति राईको उपस्थिति चाहिँ थिएन। तर आम सम्पूर्ण नेपाली महिला फुटबल प्रेमीहरूले चाहिँ प्रीति राईको माग चाहिँ गरिरहेको अवस्थामा चाहिँ प्रीति राईको व्यस्तताको बावजुदमा चाहिँ त्यो गेममा चाहिँ सामेल हुन नसकेको म बुझ्छु। किनकि हङकङको टुरमा रहँदाखेरि चाहिँ विभिन्न खालका क्लिपहरू घुमेका क्लिपहरू पनि यहाँहरूलाई म देखाउने छु र यहाँहरूले भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोला। त्यस्ता क्लिपहरू चाहिँ म अन्तिमसम्म राख्नेछु यहाँहरूलाई। र विशेष गरेर अहिलेको चर्चा परिचर्चामा आएको भनेको नेपालमा एपिएफ क्लब, किनकि एपिएफ क्लब चर्चामा आउनु भन्नु नै एउटा आम महिला फुटबल प्रेमीहरूको लागि एकदम खुसीको क्षण पनि हो। र एपिएफ किन चर्चामा छ भन्दा मैले भन्नुभन्दा पनि यहाँहरूलाई थाहा छ, किनकि नेसनल प्लेयरहरू सबै नै एपिएफमा आबद्ध छन् र तीमध्येमा सबभन्दा बढी चर्चामा आउने भनेको नै एपिएफ टिममा आबद्ध महिला फुटबल सदस्य चाहिँ एन्जिला तुम्बापो पनि हुन्। तर अहिले चाहिँ एन्जिला तुम्बापो चाहिँ ग्रिसको क्लबमा चाहिँ खेलिरहेको कारणले गर्दा चाहिँ विशेष गरेर एपिएफमा चाहिँ रहन सकेन, किनकि ऊ चाहिँ अहिले विशेष गरेर ग्रिस क्लबबाट चाहिँ खेल्दैछिन्। र अर्को कुरा गर्नुपर्दाखेरि चाहिँ भर्खरै एपिएफमा आबद्ध हुनुहुने अन्जना एकदम राम्रो गोलकिपर खेलाडी हुन्। नेपालको फर्स्ट त एन्जिला तुम्बापो छन् भने सेकेन्डमा अन्जना राणा मगर आउँछन् र हालै अहिले एपिएफमा पनि अन्जना राणा मगरको उपस्थितिले आम सम्पूर्ण महिला प्रेमीहरू चाहिँ एकदम खुसी भएको अवस्था छ। किनकि नेसनल टिमका प्लेयर गोलकिपर अन्जना विशेष एपिएफ क्लबमा आबद्ध भएर एपिएफ क्लबलाई चाहिँ एकदम फाइदाको कुरा भएको अवस्था छ। र त्यो भएको हिसाबले गर्दा चाहिँ आम सम्पूर्ण महिला फुटबल प्रेमीहरूमा चाहिँ एकदम खुसीको कुरा पनि हो। र विशेष गरेर अहिले एपिएफमा चाहिँ हालै आबद्ध भएर रहनुभएका प्रीति राईको कुरा गर्नुपर्दा चाहिँ विशेष हङकङको टुरमा चाहिँ विभिन्न खालका घुमेको अथवा रहेको फुटेजहरू चाहिँ यहाँहरूलाई म देखाउने छु र त्यस पछाडि तपाईँहरूलाई के लाग्छ प्रतिक्रिया राख्नु होला। खतरामा चाहिँ कहाँ यस्तो छ भनेको छ्या राम्ररी पनि न उयो आउँदैन के भिडियो राम्रो आउँदैन हेर्दिन कायो लामो रहेछ ओइ हल्यो फेरि अझै यहाँ गइरहेछ आयो डाँडा निस्क्यो आउने बेला भइसक्यो आउने बेला भइसक्यो तल बसौँ त्यो खम्बा भाँचिएलाई खम्बा भाँचेको भरेर रहेछ त त्यसो बेला आउँदा भन्ने रहेछ त कहिले चढ्छ यो त उयो होला नि पाइप होला नि ला रोक्यो यहीँ बसौँ है म त आयो बेलुका जाँदैछ बहिनी चाहिँ पुरा यहाँ सिकिस्त भइसक्यो के भन्छ अरे बहिनी ओसन पार्क त्यहाँ फर्किँदै गरेको ओसन पार्कबाट यो भिडियो भइरहेछ नि बेनाला पक्रेर डर लाग्यो जीवनमा अनुभव गर्न पाइयो
डर लाग्दो रहेछ हेर्नु सकिन म खिच्दैछु केटाबाट त्यसको त्यो केबल काटेर खिच्दैन नडर बेलालाई पक्र बेलालाई पल्टा लाग्यो भने झऱ्यो भने दुईजनै झरिन्छ समातेर एक्लै एकछिन पर्खिनु न झर्ने ठाउँ आउँछ कत्रो आँखा पारेको ल घाँटी साट तन्काएर कसरी घटा घटा गर्छ पूजा कत्रो अर्को उता उता त्यस्तो घटे घटे गर्छ माथि घटा घटा माथिको त्यो तपाईँ बेटा ओपनबाट बस्दा ओपन भएर खतरामा चाहिँ कहाँ यस्तो छ राम्ररी पनि त उयो आउँदैन के भिडियो राम्रो आउँदैन हेर्दिन काहीँ हल्यो फेरि अझै यहाँ गइरहेछ आयो डाँडा निस्क्यो आउने बेला भइसक्यो आउने बेला भइसक्यो तल बसौँ त्यो खम्बा भाँचिएलाई खम्बा भाँचेको भरेकै छ त त्यसबाट आउँदा भन्ने रहेछ त कहिले चढ्छ यो त उयो होला नि रोक्यो पाइपहरु होला नि ला रोक्यो यही बसौँ है म त आयो सरकार जाँदैछ बहिनी चाहिँ पुरा यहाँ सिकिस्त भइसक्यो के रे उकाला के भन्छ अरे बहिनी ओसन पार्क त्यहाँ फर्किँदै गरेको फर्किँदै गरेको ओसन पार्क फोटो यो भिडियो भइरहेछ नि बेनाला पक्रेर डर लाग्यो भने जीवनमा अनुभव गर्न पाइयो डर लाग्दो रहेछ हेर्नु सकिन म खिच्दैछु केटाबाट त्यसको त्यो केबल काटेर खिच्दैन नडर बेलालाई पक्र बेलालाई पल्टा लाग्यो भने झऱ्यो भने दुईजनै झरिन्छ समातेर एक्लै एकछिन पर्खिनु न झर्ने ठाउँ आउँछ कत्रो आँखा पारेको ल घाँटी साट तन्काएर हेरिसक्नु भयो होला कस्तो लाग्यो त यहाँहरूको प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा राख्नु होला र यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने कृपया मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला यदि तपाईँहरू सब्सक्राइब गरिसक्नु भएको छ भने यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आम सम्पूर्ण महिला फुटबल प्रेमीहरूको लागि चाहिँ एकदम खुसीको खबर किनकि नेपाल वुमन्स टिमले पनि थाइल्यान्डसँग चाहिँ फ्रेन्डली म्याच खेल्नेछ यहाँहरूलाई म कहिले हुन्छ गेम र कहाँ हुन्छ र मेरो फेसबुकमा अपडेट राख्दै जानेछु कृपया मेरो फेसबुक पेज चाहिँ यहाँहरूले फलो गर्नुभएको छैन भने फलो गरेर चाहिँ यस्ता खालको अपडेटहरू चाहिँ म दिँदै गर्नेछु र विशेष गरेर धेरै लामो समयपछि चाहिँ नेपालले थाइल्यान्डसँग चाहिँ फ्रेन्डली म्याच खेल्नेछ किनकि योभन्दा अरू गेम हुँदै चाहिँ नेपालले थाइल्यान्डसँग चाहिँ खेलेको गेमहरू चाहिँ कमी नै छ त्यो मध्येमा चाहिँ थाइल्यान्ड पनि एकदम स्ट्रङ टिम हो नेपाल पनि कमी चाहिँ छैन जस्तो लाग्छ किनकि नेपाल पुरुष फुटबलको भन्दा महिला फुटबलको निकै चर्चा परिचर्चा चाहिँ छ र धेरै राम्रो पनि छ पुरुषभन्दा महिला टिमको त्यो भएको हिसाबले गर्दा चाहिँ आम सम्पूर्ण महिला फुटबल प्रेमीहरूको लागि चाहिँ एकदम खुसीको खबर र योभन्दा अगाडि चाहिँ नेपालले चाहिँ अब चाहिँ थाइल्यान्डसँग फ्रेन्डली म्याच खेल्नेछ भन्दै विशेष गरेर एकदम धेरै समयपछि चाहिँ थाइल्यान्डसँग नेपाल खेल्दैछ यो एकदम आम नेपाली महिला फुटबलको लागि चाहिँ एकदम एउटा अनुभवको कुरा पनि हो र मलाई लाग्छ थाइल्यान्ड पनि एकदम स्ट्रङ टिम हो र नेपाल पनि कमी चाहिँ छैन त्यो भएको हिसाबले गर्दा चाहिँ थाइल्यान्ड र नेपालको म्याच चाहिँ फ्रेन्डली म्याच चाहिँ हेर्न आतुर को हुनुहुन्छ तपाईँहरूले कमेन्ट बक्समा भन्दै जानु होला है र विशेष गरेर नयाँ भ्युअर्सहरू हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु होला ताकि आगामी दिनमा चाहिँ मैले यस्ता खालका भिडियोहरू बनाउँदाखेरि चाहिँ यहाँहरूको युट्युबमा आउनलाई चाहिँ तपाईँहरूको मद्दत पुग्छ किनकि बेल आइकनलाई दबाउनु होला रातो बेल आइकनलाई थिचेर आगामी मेरो भिडियोहरूलाई चाहिँ अपडेट लिनु होला भन्दै आजको लागि चाहिँ यहाँहरूबाट म छुट्टिन चाहन्छु सी यू नेक्स्ट भिडियो।